पिएमएस भनेको चाहिँ मेनली चाहिँ हाम्रो बडीमा जुन चेन्जेसहरू हुन्छ जस्तो कि इमोसनल, फिजिकल एन्ड बिहेभियर डिस्टर्बेन्सहरू जस्तो हुने भनेको चाहिँ यो महिनावारीको ठ्याक्क हुनुभन्दा पहिला, महिनावारीको ठिक हुनुभन्दा 1-2 हप्ता पहिला अनि महिनावारी सुरु हुने बित्तिकै यो फेरि ठिक हुन्छ। त्यसलाई चाहिँ हामीले पिएमएस भन्छ के। पिएमएस भनेको चाहिँ 2-3 वटा कारणले गर्दा हुन्छ। मेनली चाहिँ हर्मोन्स चेन्जेस हुन्छ हैन, साइक्लिकली जुन हाम्रो महिनावारी हुनेवाला हुन्छ त्यसमा चाहिँ साइक्लिकल चेन्जेस हुन्छ एस्ट्रोजन, प्रोजेस्टेरोन हर्मोन्सको। अर्को चाहिँ मेनली एउटा केमिकल रिलिज हुन्छ ब्रेनबाट हैन, त्यसलाई भन्छ न्युरोट्रान्समिटर। त्यसमा सेरोटोनिन भन्ने एउटा नामको न्युरोट्रान्समिटर हुन्छ, त्यो पनि तलमाथि भयो भने चाहिँ हाम्रो यो सिम्पटम्सहरू महिनावारीको पहिला चाहिँ आउने गर्छ। पिएमएस को लक्षण भनेको चाहिँ मेनली चाहिँ हैन, इरिटेसन भनेको चिडचिडापन हुनु, मुड स्विङ हुनु हैन, एकदम त कहिले एकदम बढी हुने, कहिले तल हुने हैन। मेन चाहिँ अनि त्यसपछि चाहिँ हाम्रो चाहिँ पेट अब आफ्नो चाहिँ हैन ब्लोटिङ जस्तो ग्यास लाग्छ कि पेट चाहिँ भरेको जस्तो छ। ब्रेस्ट हेभिनेस भनेको चाहिँ छाती चाहिँ भारी हुनु, त्यो सबै यो हर्मोन्सको चेन्जेसहरूले गर्दा चाहिँ यो भइरहेको हुन्छ। महिनावारी फेरि आउने बित्तिकै ब्लिडिङ स्टार्ट भएपछि रगत जुन आउँछ महिनावारीमा त्यसपछि यो सबै रिलिफ हुन्छ। यो पिएमएस भनेको चाहिँ महिनावारीको चाहिँ 5 दिन अगाडि चाहिँ देखि सुरु हुन्छ हैन जेनरली। अनि 5 दिनदेखि सुरु भएपछि चाहिँ महिनावारी भएपछि त्यसको 4 दिनसम्म यो सिम्पटम यो समस्याहरू आइरहेको हुन्छ। यानि 5 दिनदेखि यानि टोटल अराउन्ड 9 दिनसम्म चाहिँ यो समस्या भइरहन्छ के। जेनरली चाहिँ हाम्रो 30 देखि 40 वर्षको उमेरमा चाहिँ बढी हुँदै गर्छ। अनि अर्को चाहिँ त्यसमा चाहिँ जसको मुड चेन्जेसहरू बढी हुन्छ स्ट्रेसले हैन, मान्छेको अब बिचको एजमा चाहिँ धेरै स्ट्रेसहरू छ वर्कको हैन, त्यसमा चाहिँ स्ट्रेसहरूले गर्दा चाहिँ मुड डिस्टर्बेन्स जसको धेरै छ तिनीहरूलाई चाहिँ यो समस्याहरू बढी आउँदैन। कम गर्ने भनेको चाहिँ लाइफस्टाइल मेनली चाहिँ अब यो लाइफस्टाइल चेन्जेस हो। एक्सर्साइजहरू गर्नु पर्यो हैन, त्यसपछि राम्रो निन्द्रा लाग्नु पर्यो, सुत्नु पर्यो हैन। त्यसपछि चाहिँ खाना ब्यालेन्स डाइट हुनु पर्यो। ब्यालेन्स डाइटमा चाहिँ भनेको चाहिँ तपाईको फ्रुट्सदेखि लिएर जति भिटामिन्सहरू छ मिनरल्सहरू चाहिँ सबै मिलेर चाहिँ ब्यालेन्स डाइट हुनु पर्यो। अब राम्रो निन्द्रा लाग्नको लागि सबभन्दा पहिलो चाहिँ 6 देखि 7 बजेसम्म खाना खाइहाल्नुपर्छ। 9 to 10 9 देखि 10 बजेसम्ममा बेडमा सुत्न गइहाल्नुपर्छ। अनि त्यस्तोलाई चाहिँ स्लिप भन्ने चाहिँ मतलब हेल्दी डाइट, स्लिप डिस्टर्बेन्स नहुनु, तिनीहरूलाई चाहिँ यो समस्याहरू चाहिँ हामीले कम गर्न सकिन्छ लाइफस्टाइल। समस्या एक्चुअली पिएमएस भनेको त हरेक महिना साइक्लिकल यो चेन्जेस हो, त्यही भएर हरेक महिनामा नै आउँछ। तर यसैको समस्या चाहिँ कम हुने बढी हुने चाहिँ यसलाई चाहिँ हामीले यिनीहरूले चाहिँ कम गर्छौँ। तर अब आउने भनेको त हरेक महिना अघि नै हो, तर यसैको समस्या कसैको कम आउँछ कसैको बढी आउँछ। त्यो हामीले यसलाई चाहिँ लाइफस्टाइल मोडिफाई गरेर चाहिँ यसलाई चाहिँ हामीले कम बेसी गर्न सक्छौँ। तर यो हुने त साइक्लिकल प्रब्लम हो, त्यही भएर चाहिँ हरेक महिना अघि नै हुन्छ। देखिँदैन भनेको जसको हेल्दी लाइफस्टाइल छ, जो मतलब आफ्नो चाहिँ हैन समस्या, अब यो त समस्या त सबैमा भ्यारी गर्छ हैन, तर तपाईको चाहिँ अब उसले चाहिँ अब आफ्नो लाइफस्टाइल अगर राम्रोसँग मोडिफाई गरेको छ भने त तिनीहरूलाई चाहिँ कम आउँछ। जसको अब मुड डिस्टर्बेन्स, डिप्रेसन यस्तो समस्या छ भने चाहिँ यो समस्याहरू बढी आउने गर्छ। पिएमएस फिल भइरहेछ भने तपाईले चाहिँ पिएमएस उसले अगर रिलिफ भइरहेछ भने त जरुरी छैन, तर काउन्सिलिङ तपाईले चाहिँ एकचोटि भेट्न, मेडिसिन ट्रिटमेन्टै चाहिँदैन, त्यसमा चाहिँ काउन्सिलिङ चाहियो। तपाईले मुड चेन्जेस भइरहेछ, लाइफस्टाइल चेन्जेस गर्नु छ, उसको चाहिँ डे टु डे लाइफमा चाहिँ तपाई कसरी चेन्जेस ल्याउन सक्नुहुन्छ त्यसको लागि चाहिँ डाक्टरसँग भेट्नु आवश्यक छ कि तपाईले काउन्सिलिङ
तपाईँले चाहिँ काउन्सिलिङ पार्टको लागि चाहिँ तपाईँलाई भेट्नुपर्ने।